र आजको दिनको भिडियोमा चाहिँ हामी दरमदिन जो सोरेङ जिल्लामा पर्ने वास्तविक प्रकृतिको सुन्दरतामा रहेको जग्गाको चर्चा गर्नेछौँ। समुद्र तथादेखि 1246 मिटरमा पर्ने यो सुन्दर ठाउँ मात्र नभएर धेरै पर्यटनको केन्द्र बन्दै गइरहेको छ। आजको भिडियोमा चाहिँ हामी जानेछौँ स्वर्ग जाने सिँढी, जो लेप्चा समुदायको धार्मिक इतिहाससँग जुडेको सुनौलो पान्नाको एक पान्ना बनिरहेको छ। यहाँ मेरो भान्जी हो प्रतिमा, यो मेरो नाति हो एमसोङहाङ सेवारो एन्ड त्यहाँ चाहिँ यो जुन स्वर्गको सिँढी दरमदिन स्थित स्वर्गको सिँढीमा चाहिँ प्रायः सबै नै यो जग्गा चाहिँ घुम्नु आउँछ है। र अब फिलहाल अहिले पनि हामी चाहिँ आइरहेको छौँ। अलिकति पानी परे तापनि हाम्रो जोस कम छैन, यहाँ चाहिँ आइङ हामी है सबैजना आएको छौँ हामी यहाँनिर घुम्नुको लागि। अनि यो चाहिँ प्रायः चाहिँ फाइबरले बनिएको रहेछ। अहिले चाहिँ यो जुन घ्याम्पा माथि देख्नु हुँदैछ, यो घ्याम्पा चाहिँ फाइबर युज गरेर चाहिँ बनाएको घ्याम्पा अरे। र अब यो कुन सालदेखि बनियो यो त हुन त मैले सुने मुताबिक चाहिँ अब यो लामो ठुलो एउटा प्रोजेक्ट थियो, तर अहिले यो प्रोजेक्ट चाहिँ अब कति साल चाहिँ अब बन्द थियो र बन्द भएर चाहिँ बल्ल बल्ल फेरि यसको चाहिँ अहिले निरन्तरता सुरु भइरहेको छ काम। अब कहिले बनिन्छ कहिले कम्प्लिट हुन्छ त्यो चाहिँ अब आउने दिनले नै बताओस्। तर अब यो जुन लेप्चा समुदायको विशेष गरी अब उहाँहरूको एउटा आस्थाको केन्द्र भएर यो जुन स्वर्गको सिँढी यसरी खडा भएको छ है। अब उहाँहरूको धेरै इतिहासहरू लुकेको छ यो स्वर्गको सिँढीमा र धेरै कुराहरू पनि उहाँहरूले अब आफ्नो इतिहासको पान्नामा साँचेर राखेको छ। र स्वर्गको सिँढी अब एकदमै यो दरमदिन चाहिँ यस्तो ब्युटिफुल जग्गा यहाँनिर है। यो जग्गामा चाहिँ अब यो स्वर्गको सिँढी स्थित भएर बसेको छ। धेरैवटा कुराहरू यो स्वर्गको सिँढीमा कतिवटा धेरैवटा त्यस्तो लुकेको कुराहरू छ। तर अब त्यसरी नै यो सिँढीहरू छ नो इन्ट्री लागिरहेको छ, तर पनि भित्र हामीले त्यहाँ भन्मान गरेर चाहिँ पस्यौँ त्यो भित्र। यस्तो पाराले चाहिँ दरमदिनमा काम चाहिँ भर्खर सुरु भएको है। फेरि पहिल्यै सुरु भएको, तर अब अहिले चाहिँ एकदम तीव्र गतिमा सुरु भइरहेछ। थ्याङ्क यू भेरी मच। र हामीलाई चाहिँ अहिले यहाँ दिदीहरू ल्याउनु भएको, मेरो दिदी यहाँकै बासिन्दा हुनुहुन्छ सिक्किम दरमदिनको। र उहाँले आज हामीलाई यो जग्गा चाहिँ एकदम घुमेर जानुपर्छ, हेरेर जानुपर्छ। ठिकै हो, यो दरमदिन आउँदाखेरि यहाँ आउने पनि वाला नै थियो। एकदमै हाम्रो यहाँको जो लोकल भिलेजर्सहरू थियो, गाउँवासीहरू थियो, त्यो गाउँवासीले चाहिँ अब यो दरमदिन चाहिँ एकदम फ्ल्याट ल्यान्ड छ, कल्टिभेटेड ल्यान्ड हो, सबै कुरो उब्जाउने है। अनि त्यति बेला चाहिँ यहाँको मान्छेहरूले तिनताक चाहिँ अब यो फ्ल्याट ल्यान्डबाट चाहिँ यो जुन स्वर्ग छ माथि है, यो स्वर्ग चाहिँ अब यो जग्गाबाट चाहिँ एकदमै नजिक हुनुपर्छ र अब हामी चाहिँ यो स्वर्ग चाहिँ अवश्य त्यो जग्गा चाहिँ पुग्छौँ यहाँबाट चाहिँ। यदि हामीले अब त्यति बेलाको जमाना एउटा इतिहास बोकेको जमाना है, त्यति बेला चाहिँ अब तिनताको मान्छेले चाहिँ यदि हामीले सानसानो अब घैँटा बोकेर चाहिँ अब जुडाएर चाहिँ त्यसरी मिलाउँदै हामी माथि पुग्यौँ भने चाहिँ अवश्य हामी स्वर्ग चाहिँ त्यो जग्गाबाट चाहिँ यो जग्गाबाट चाहिँ पुग्छौँ भनेर चाहिँ भनेको थिएँ अरे क्या त्यति बेला। अब यो एउटा दन्ते कथा त भन्दिनँ म, यो एउटा इतिहाससँग जुडेको कथा हो। अन्त यहाँको गाउँवासीहरू जो थियो उहाँहरूले चाहिँ सबैजना मिलेर चाहिँ त्यो जुन क्लेपट हुन्छ, घैँटा हुन्छ, सबैले जोड्नु थाल्यो अरे है। त्यति बेला थालेर चाहिँ अब हामी चाहिँ स्वर्ग चाहिँ पुग्नुपर्छ भनेर चाहिँ जोड्दै जाँदा चाहिँ अन्तत चाहिँ अब निकै माथि पुगेको थियो अरे। अब त्यो पुग्दाखेरि चाहिँ अब त्यो माथि पुग्नेले चाहिँ अब उनीहरूको आफ्नो लोकल भाषाबाट चाहिँ अब लेप्चा एउटा यहाँको लोकल भाषामा चाहिँ कोपियाङका तलबाट चाहिँ केही यस्तो सामान देऊ मलाई, जबकि म चाहिँ यहाँ चाहिँ अब आकाशमा पुगिसकेको छु। त्यति बेला चाहिँ त्यो आकाशलाई त्यो हेभन जुन स्वर्ग छ त्यसलाई चाहिँ अब स्ट्राइक गर्छु, कोपियाङथाल भनेर चाहिँ तलको मान्छे माथिको मान्छेले भन्दाखेरि चाहिँ अनफर्चुनेटली तलको मान्छेले चाहिँ उल्टा सन्देश पाएर चाहिँ तलकोले चाहिँ च्याक्टा भन्नाले एउटा लोकल ल्याङ्ग्वेजमा चाहिँ डिस्ट्रोय द ल्याडर, यो जुन हामीले घैँटाको
पाल बनाएको छौँ, यसलाई भत्काइदियो भनेर चाहिँ भत्काएको थियो अरे क्या त्यो क्ले पटहरू। त्यो प्लट हुँदाखेरि चाहिँ उनीहरू अन्ततः माथि स्वर्ग जानु पाएन है। अन्ततः त्यो सबै घैँटाहरू त्यसरी नै भत्केर चाहिँ अब नष्ट भयो अरे। र अब एउटा इतिहास लुकेको कुरा अझै पनि यहाँनिर तपाईँको कतिवटा जग्गामा चाहिँ यहाँको लोकल्सहरूले भने मुताबिक चाहिँ अझै पनि त्यो खन्दाखेरि जस्तो तपाईँको इरिगेसनको टाइममा एग्रिकल्चरको टाइममा चाहिँ खन्दाखेरि चाहिँ त्यस्तो घैँटा चाहिँ पुरानो घैँटा क्लेपटहरू चाहिँ भेट भएको थियो अरे क्या। अन्त भेट हुँदाखेरि चाहिँ इतिहास साँच्चै नै अब यो जुन समुदायले बनाएको यो स्वर्गको सिँढी हो, लुकेकै अवश्य हो त्यो कतिवटा कुरोले। र अब गभर्मेन्ट अफ सिक्किमले पनि यसको चाहिँ ठुलो पहल गरेर चाहिँ अब यो निर्माण भइरहेको छ। यो निर्माण युद्ध स्तरमा छ अहिले, एकदमै छिटो बनिरहेको छ। पहिला चाहिँ तपाईँको पहिलाको टाइममा कुन सालमा त्यो बनिएको थियो त्यो चाहिँ डिटेल पक्का थाहा भएन, तर अब त्यो टाइममा रोकिएर चाहिँ फेरि अब यो काम चाहिँ एउटा युद्धस्तर रूपमा चाहिँ भइरहेको छ है। र आशा साँचेको छु कि आउने दिनमा अवश्य यो चाहिँ बनेर निर्माण भएर चाहिँ पुरा भएपछि अब यो मैले अघि नै भनेको जस्तो एउटा पर्यटन क्षेत्रमा यो जुन दरमदिन छ, अलरेडी दरमदिन राम्रो जग्गा छ। यहाँ कतिवटा धेरै त्यस्तो टुरिस्ट एट्र्याक्सन भएको जग्गाहरू अलरेडी बनिसकेको छ। र अब अझै यसले बनेर चाहिँ निर्माण भएर यो कम्प्लिट भएपछि अवश्य यो दरमदिन एरिया जो छ एउटा टुरिज्म स्पटको रूपमा चाहिँ यसलाई चाहिँ लिएर चाहिँ हामीले आउने दिनमा देख्न सक्छौँ र आशा पनि हामीले साँचेको छौँ। यही रहेछ एउटा कथा र इतिहास चाहिँ बोकेको कुरा। र यसरी नै हामी यसलाई एक्सप्लोर गरेर अहिले कोही पनि वर्करहरू हामीले भेटिन्न यहाँ, र सायद लन्चतिर होला। अब यो जुन चाहिँ स्वर्ग जाने सिँढी छ एउटा, यो त अब किंवदन्ती अनुसार त अब स्वर्ग जाने बाटो नै बनाएको हो पहिला त है। र पनि अहिलेको हिसाबमा हेर्दा चाहिँ अब यो एउटा यो हाम्रो टुरिज्म क्षेत्रको लागि गर्दा चाहिँ यो जुन चाहिँ अब त्यो पहिलाको कथन अनुसार बनाउँदैछ त्यो चाहिँ एकदमै अप्ठ्यारो जान्छ होला, पछि दरमदिनमा धेरै राम्रो भएर जान सक्छ है। यो एकजना चाहिँ यहाँ हाम्रो आप क्या वर्कर है क्या? ऊपर टॉप में काम करने। अच्छा, यहाँ एकजना वर्कर मिस्त्री भेट्यो र उहाँ मिस्त्रीसँग पनि यो जग्गाको अलिकति कहिलेदेखि काम गर्नुभएको म अलिकति जानकारी। 6 महीना में खत्म हो जाएगा, लेकिन काम अभी बहुत बाकी है। अभी 2 साल काम चलेगा। अभी 2 साल फिनिशिंग होने के लिए 2 साल तो और लगेगा। अच्छा अच्छा। ऊपर टॉप तक खत्म करने के लिए हम लोग को 6 महीना टाइम लगेगा। 6 महीना और 6 महीना। यहाँ तो 135 फीट हाइट उठा है और 35 फीट उठेगा, टोटल 172 फीट होगा हाइट। इसके बाद ये जो हंडी जो मटका जो दिख रहा है, हाँ जी, ये फाइबर का है। फाइबर और ई का है, क्या बोलता है, पाती का है। अच्छा अच्छा, कलम का है। कलम का। तो आप अभी कहाँ यूपी से क्या? अझ पुरा नभई यो पर्यटन केन्द्र साथसाथै हाम्रा लेप्चा जाति समुदायको धर्म सँगसँगै उहाँहरूको सांस्कृतिक झलक अहिलेदेखि नै यो जग्गाले स्पष्ट पाराले देखाइ अनि बताइरहेको ए अच्छा। यो चाहिँ लेप्चाको जति पनि कल्चर छ हो, लेप्चाको चाहिँ यो घरहरू ट्रेडिसनल हाउसेसहरू रहेछ हो यहाँ चाहिँ। यहाँ मेरो भान्जीले भने मुताबिक अनि यो ठुलो प्रोजेक्ट हो, गभर्मेन्ट अफ सिक्किमले गरेको ठुलो प्रोजेक्ट हो। काम त अझै एकदम डरलाग्दो प्रकारले भइ नै रहेको छ यहाँनिर। यो देख्नुभएको जति पनि लेप्चा कल्चरमा भएको चाहिँ यो हाउसहरू बनिएको छ, वुडन हाउसहरू हो। यस्तै छ यहाँनिर। त्यही सुन्दर धार्मिक स्थलदेखि अलिकति ओर एक अर्को जग्गाले मलाई चकित पारे। यहाँ निजी फ्लोरिकल्चर एक बासिन्दाले बसाउनु भएको रहेछ। What is this, buddy? Which flower is this? Rose and plant. Okay. rose, all over rose. Red roseहरू भयो, यो white roseहरू भयो हो। यो रोजको चाहिँ यति डरलाग्दो यहाँ चाहिँ कल्टिभेसन रहेछ, रोज फार्मिङ। के अरे यो चाहिँ कस्तो के हो यसो भनिदिनुहोस् न दिदी, तपाईँको उयोबाट मुखबाट। मेरो
भतिज बुहारीको गार्डन हो यो चाहिँ हजुर, फार्म हाउस हजुर। रोजको हजुर उहाँले चाहिँ पुरा सेल गर्नुहुन्छ यो होइन हजुर। भनिदिनु पर्यो हजुर। बुहारीकोबाट अहिले किनेको मैले फ्लावर सेल पनि गर्छ डेकोरेसनहरू पनि गर्छ बुकेहरू पनि बनाउँछ अच्छा अच्छा हजुर हजुर तपाईँलाई डेकोरेसन बिहाको डेकोरेसनहरू पनि गर्छ। बिहाको डेकोरेसनहरू नेचुरल फुलहरूको लागि चाहिँ हजुर तपाईँले हामीलाई अर्डर सम्पर्क गर्नु हजुर यहाँ चाहिँ अब हुन्छ मलाई फोन गर्दा यहाँ चाहिँ अब दिदीहरूको है अब त अहिले किनेको हेर्नुहोस् है उताको सबै दिदीले बिर्सिसक्यो अब सबै यताको भयो म हो त यहाँकै भयो र अब उहाँहरू एकदमै क्लोज पनि हुँदो यो फ्लोरिकल्चर गार्डनको प्रोप्राइटरसँग भेट्ने सु अवसर पाउँदा मनमा खुसी लाग्यो यहाँ चाहिँ अब आउँदाखेरि चाहिँ मेरो दिदीको चाहिँ एकदम उहाँहरू क्लोजमा हुनुहुँदो रहेछ यो जुन जग्गाको उहाँ प्रोप्राइटर हुनुहुन्छ है उहाँहरूले यो व्यवसाय गरेको धेरै वर्ष पनि भइसकेको रहेछ र उहाँहरूलाई पनि यो विषय यो जुन जग्गा छ यो जुन उहाँको व्यवसाय कस्तो पाराले उहाँहरूले सुरु गर्नुभयो यो कतिवटा कुरोहरू चाहिँ उहाँलाई म सोध्न गइरहेको छु र अब यही हो अब मैले अघि भने जस्तो व्यवस्था सबै कुरो ठुलो कुरो चाहिँ त्यही व्यवस्थाको कुरो आउँछ अब सिक्किम त अब यो फ्लोरिकल्चरमा धेरै अगाडि भइसकेको छ अब यहाँ यसरी नै प्राइभेट गर्नु भएर पनि उहाँहरूले आम्दानीको स्रोत मिलाइरहनु भएको छ हो र अब यो कतिवटा विषयहरू चाहिँ म हाम्रो जुन ओनर हुनुहुन्छ उहाँलाई नै सोध्न गइरहेको छु हजुरको नाम चाहिँ मेरो एनएल सुब्बा एनएल धरमदिन अच्छा यो जुन हामी यहाँ आयौँ है अन्त यो जुन रोज गार्डन तपाईँहरूको छ यो रोज गार्डन बारे अलिकति तपाईँहरूले थोरैमा एउटा विस्तृत अलिकति जानकारी चाहिँ दिनुहोस् त मेरो श्रोतावर्गहरूलाई यो चाहिँ मेरो विशेष चाहिँ मेरो घरबाट सुरु गरेको थिएँ अलिकति यो चाहिँ अब बादमा गरेको यो चाहिँ 2006 चाहिँ मेरो इस्टाब्लिस हो अच्छा अच्छा अहिलेसम्म अब मेरो बढाएर अलिअलि बढाउँदै अहिले करिब 7,000 स्क्वायर मिटर जस्तो चाहिँ एरिया बनाएको छु अन्त यो चाहिँ विशेष गरेर यो मेरो एक्ज्याक्ट यो चाहिँ गभर्मेन्टको ल्यान्ड हो यो चाहिँ एग्रिकल्चरको ल्यान्ड हो ज्यू 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 त्यो चाहिँ मैले चाहिँ लिजमा लिएर सालमा 1.5 लाख रुपियाँ तिर्छु अच्छा अच्छा 1.5 लाख रुपियाँ तिरेर चाहिँ अब यसमा चाहिँ म लिज चाहिँ गभर्मेन्टलाई तिर्छु अच्छा अच्छा अन्त यसबाट चाहिँ मेरो आम्दानी भन्नु पर्यो भने चाहिँ राम्रै छ अच्छा, ठिकै छ अच्छा। अहिले अब हजुर। करिब मेरो महिनामा अहिले सिजनमा अब राम्रोसँगले भयो भने चाहिँ 1 लाखदेखि 2 लाखसम्मको मेरो टर्नओभर हुन्छ अच्छा अच्छा र मेरो विशेष चाहिँ सिलिगुडी अच्छा जान्छ। अच्छा सिलिगुडीमा चाहिँ मेरो 3टा दोकान पक्रेको छु त्यहाँ कन्टिन्यू डेली पठाइदिन्छु एभ्री डे त्यहाँदेखि गान्तोकमा एउटा छ अन्त नाम्चीमा छ अन्त गेजिङ दार्जिलिङ त्यति चाहिँ छ यसमा चाहिँ अब रोज भयो त्यहाँदेखि जरबेरा कम्ती छ अच्छा अच्छा त्यहाँदेखि चाहिँ अब हाम्रो क्रिसन्थेममको सिजन लाग्छ अच्छा। क्रिसन्थेममको चाहिँ अहिले अब हामी कटिङ राख्दैछौँ हजुर हजुर अब यो चाहिँ अगस्त सेप्टेम्बरतिर चाहिँ स्टार्ट हुन्छ अच्छा यसको प्रोडक्सन तिनीहरू पनि पाउनु सक्छ अब यो खेती मध्येमा चाहिँ अब फुलको खेती चाहिँ अलिकति राम्रै हुन्छ यसमा चाहिँ अब एरिया पनि बेसी चाहिएन कम्ती एरियामा चाहिँ धेरै उन्नति गर्नु सक्छ र यसमा अब इन्कम पनि छैन भन्न सकिने छ मार्केटहरू पनि राम्रै छ दामकामहरू अब यसको फेरि त्यस्तो दुःख पनि छैन हल्का हल्का सुखसँगले चाहिँ राम्रै प्रोडक्सन राम्रो भयो भने इन्कम पनि राम्रै हुनसक्छ त्यस्तो अब कसैले गर्यो भने पनि त्यस्तो नराम्रो चाहिँ हुँदैन लस्टहरू चाहिँ पर्दैन गऱ्यो भने राम्रै हुन्छ गरेको राम्रो हो तर अब अरू खेती गर्नुभन्दा चाहिँ फ्लोरिकल्चर गर्न नै अलिकति चाहिँ फाइदै हुन्छ आनन्द लाग्यो उहाँलाई भेट्दा उहाँले यस्तो नम्र भावमा है हाम्रो जति पनि अरू छ उहाँहरूलाई पनि यो जानकारी सन्देश दिलाउनु भयो यही अब एउटा बडप्पन चाहिँ यही भन्छ क्या अब कतिले व्यवसाय गरे पनि आफ्नै हिसाबले गरे पनि कतिवटा कुरो यसरी विस्तृत जानकारी चाहिँ दिनुहुन्न र जुन यहाँको हाम्रो प्रोप्राइटर छ यो व्यवसायको उहाँलाई चाहिँ मेरो आउने दिनको शुभकामना सँगसँगै उहाँको अझै यो जुन व्यवसाय छ यो फलेर फुलेर जाओस्
र सँगसँगै उहाँको सन्देश सुनेर अरू जति पनि हाम्रो भेगको छौँ है अरू यसरी उयो गर्नेहरू उहाँहरूलाई पनि यो सन्देश चाहिँ एउटा सन्देशमूलक जुन उहाँले एउटा हामीलाई उयो दिनुभयो यसको चाहिँ अलिक तपाईँहरूले पनि ख्याल राख्दै अब म यो जग्गाबाट निस्किरहेको छु र यस्तै वरिपरि कतिवटा जग्गातिर चाहिँ हामी निस्केर गइरहेको छौँ। नै आजको दिनमा लेप्चा समुदायसित जुडेका ऐतिहासिक निर्माणाधीन स्वर्गको सिँढीको अवलोकन सँगसँगै एक मेहनती साहसी कारोबारी दाजुको भेटघाटसितले आजको मेरो दिन बनाइदिए। धन्यवाद, आभार।